गाइजहरु भाइरल गाडीमा नयाँ गुरुजी आउनु भएको छ। गुरुजीको नाम के होला हजुर? जेनजीको सुदन गुरुङ। होइन गाडी यही हो दिदी मेरो। हाम्रो दिदीले रिजर्भ कहाँ लाने भाइलाई? दिदी दिदीहरू कहाँ गएको लाने? एउटा म एउटा लिएर गएर भन। घुमाउनु लानु पर्यो क्या भाइहरूलाई रिजर्भ लानु पर्यो। भाइहरू घुमाउन लाने हो नि दिदीहरूलाई। हो र तपाईँहरूले मान्छे जम्मा गर्नु म लैदिइहाल्छु नि घुमाउन। कहाँ पनि जान्छ होला त्यत्रो बस भरिनु मान्छे त। हो र म त जाने खाले त होइन। गाडीमा मान्छे छैन गाडी सुर्ती खाने पैसा नि भएन भन्थ्यो कि तपाईँले टिकटक बनाउनेन। हाम्रो त सुर्ती खाने पैसा आमाले दिन्छु भन्नु हो होइन आमा? दिन्छ नि किन नदिने नि आमा। ल न भाइ यतिको त म त दुख्दैन सकिन्थेँ नि होइन। यसै ढिलो भइन्छ मलाई त। दिदी ढिलो भयो। त्यसरी गाडी हिँडेको त सुतेको किनिरहेको यो। हेर्नु दिदी मान्छे नभएको त्यति गाडीमा मान्छे छैन नि त त्यही भएर। गाडी हिँडेको ल सुतेको हुन्छ कि निदाएको हुन्छ ल भनेको। गाइजहरु गाडी अलि ढिलो भयो अरे दिदीले कम्प्लेन हान्नु हो। दिदी केही भन्नु छ नि भन्नु है। भनिसक्यो त्यत्रो कुरा भने निदाउने उठ्ने सबै भनेर। युट्युबमा गएर हेर्नु तपाईँ भाइरल हो क्या हो कि? भाइरल भाइरल हो युट्युबमा ल। म बेलुका हालिदिन्छु होइन। टक्क दिदीभाइको ट्याक्क दिदीभाइ बोलेको होइन। खाना आउनुभएको खाना पोखरा खान जाने हो त्यही भएर ढिलो भएको।